यो चाहिँ 2026 को जनवरी आज 25 तारिक। यसो हिउँ परिरहेको छ। अहिले चाहिँ कति 4 बज्यो होला। 4 बजी पनि यस्तरी अब भरे 6 बजीसम्म छ। गुड मर्निङ एभ्रिवान। ल हाम्रोतिर चाहिँ हेर्न चाहिँ मौसम यस्तो छ, हिउँ परिरहेको छ। यति बाक्लो हिउँ परेको छ, हेर्नुहोस् त अझै पनि परिरहेको छ। हिजो रातिदेखिको परेको, भरे बेलुकाको 6 बजीसम्म 7-8 कति बजीसम्म छ। हिउँ पर्छ अरे, परिरहेको छ अहिले पनि। हेर्नुहोस् है, हिउँ फुरुरुरु झरिरहेको छ। रुखहरू पनि सेतामै गइरहेको छ। यति बाक्लो छ, बाटो देखिँदैन। यो चाहिँ जनवरीको आज कति तारिक? यो चाहिँ जनवरीको 25 तारिक छ हिउँ। यस्तो बाक्लो छ कि जनवरीमा अस्ति पनि अलिअलि पर्न त परेको थियो, तर यस्तो साह्रो बाक्लो चाहिँ त्यहाँ परेको। जनवरी 26मा चाहिँ यस्तो साह्रो बाक्लो परिरहेको छ। भरे बेलुकासम्म छ, भरे बेलुकासम्म चाहिँ कति हुने हो। अहिले त यति छ है, यस्तो बाक्लो। ल मेरो छोरा चाहिँ कति रहेछ त, हिउँ कतिसम्म आउँदो रहेछ भनेर चेक गर्नको लागि गइरहेको छौँ हो। कतिको चाहिँ रहेछ है त, कतिसम्म आउँदो रहेछ भनेर हेर्नु गएको अरे। आउँदैछ फेरि फर्केर। नाप्दैछ त्यति आछ भनेर। एकछिन उभि त, कतिसम्म आउँछ नाप त। ल है साथी हो, हिउँ चाहिँ यस्तो परिरहेको छ, अझै पनि परिरहेको छ। ए मैले गर्छु। ल साथी हो, हामी चाहिँ हिउँ खेल्न निक्लिरहेछौँ बाहिर। हिउँ खेल्न निक्लेको हामी। अघि यति आउँछ मलाई भनिदिनु नि, यता आउनै त खाँदैन। ल साथी हो, यति छ हामीलाई चाहिँ, यति मलाई चाहिँ यति आयो। दामी छ हिउँ। म क्या बाक्लो बाक्लो छ। भएको मलाई
No, मेरो स्नो साथी हो हामी चाहिँ धेरै हिउँ खेल्न सकिएन थोरै खेलेर निक्लेको ले बन्द गर्दै You throw that at me, I'm gonna throw you on the whole snow. How did you know I was gonna throw it at you? I can't really make work of these clothes. How much were they for you? Because I like this much just me. Huh? Oh my gosh. One, two, three. You can capture it. Let's take it. ल साथी हो यो चाहिँ हाम्रो पछाडि यति बाक्लो हिउँ छ यहाँनिर हेर्दै है यस्तो बाक्लो छ यहाँ यो चाहिँ ढोकादेखि न उता निक्लिने ठाउँ हो तर हेर्नु न यस्तो बाक्लो छ हामी हेर्नु न एकदम सबै गाडीलाई पनि पुरिरहेको छ सबै छ हाम्रो हेर्नु कस्तो राम्रो देखेको छ त्यो यहाँ हेर्नु न कस्तो राम्रो भइरहेको छ टुपुक कस्तो दामी देखेको छ उयो ट्रान्समा हेर्नु न पर ट्रान्स राखेको थियो ट्रान्समा यति चुली भइरहेको छ भने उयो बकेट उयो हेर्नु न कस्तो दामी भएको छ हाम्रो पछाडि चाहिँ यस्तो छ तपाईँहरूकोतिर कस्तो छ हिउँ हाम्रोतिर चाहिँ यस्तो छ है आज रातिदेखिको परेको हिउँ ल यस्तो चिसो छ हाम्रोतिर चाहिँ यसरी हिउँ परिरहेको छ तपाईँहरूकोतिर कस्तो छ है हेर्नु न कस्तो राम्रो छ दामी भएको छ अझै नै हिउँ रोकेको छैन भरे हामी एकछिन त्यहाँ हिँडेर आयौँ खेलेर आयौँ चिसो छ बाहिर यो चिसोमा चाहिँ अब मकै भटमास बुड्छु अनि म कालो चिया बनाउँछु त्यो पनि तपाईँलाई देखाउँछु हेर्दै गर्नु होला ल साथी हो म चाहिँ अब मकै भटमास अनि त्यहाँदेखि चिया बनाउँछु हेर्नुहोस् बाहिर यस्तो हिउँ परेको छ बुरुङ रुङ 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 गरिरहेको छ हिउँ अब यता चाहिँ म भटमास भुट्न तयारी भएँ हिउँ पनि भरेसम्म देखाएको छ बाटो हिँडिसक्नु छैन हिउँले छुरेर अब आज त सोर्नु पाइएन भोलि अहिले हुँदा अहिले पनि बाक्लो यता चाहिँ भटमास भेटिँदैछ भटमास पनि पाकिसक्यो मैले बनाउँछु अब चाहिँ मकै भुट्छु अलिकति तेल लगाएर तेल लगाएँ अलिकति लाउँछु अलिकति अब मकै लगाउँछु
मजाले फुल उठ्दैछ झन्डै अलिकति छोड्नु भ्याइन पड्केर 2-3 वटा ल साथी हो म चाहिँ मकै पनि भुटिसकेँ अझै पड्किँदैछ है ल मेरो चाहिँ मकै पनि रेडी भयो मकै भटमास भुटिसकेँ अब म चिया पकाउँछु हेर्दै गर्नु है ल साथी हो म चाहिँ अब चिया पनि पकाउँदैछु चिया पकाउनुलाई पानी तातिसकेको छ अब यसमा म रङ लगाउँछु म चाहिँ रङ पनि लगाएँ अब यसमा म अदुवा लगाउँछु अनि यहाँ चाहिँ छ ल्वाङ अलैँची ल्वाङ अलैँची पनि लगाउँछु अनि म लगाउँछु मरिच लगाउँछु अब ल मैले मरिच पनि लगाइसकेँ अब म नुन लगाउँछु अब म चाहिँ नुन लगाउँछु अब यसलाई म मजाले पकाउँछु अब म यसलाई एकछिन मजाले पकाउँछु उमाल्छु यो जाडोमा पिरो पिरो चिया है नुन लगाएको चिया क्या मिठो हुन्छ है मकै भटमास पिरो पिरो चिया यो जाडोमा यो चिसोमा हिउँ परेको बेलामा वाउ कति मिठो हुन्छ ल साथी मेरो चिया पनि पाएको यो चिसोमा तातो तातो मरिच चिया नुन लगाएको यता डल्ले खोर्सानी नुन यता छ मकै भटमास यो जाडोमा तातो तातो दामी हुन्छ ल त मेरो भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हस् त बाई